तपाईलाई तपाईको लाइफमा एक्चुअलमा तपाईलाई माया गर्ने साच्चीकैमा तपाईलाई माया गर्ने कतिजना छन् त छातीमा हात राखेर यसो सोच्नुस् त जतिसुकै साथी भाइ जोसुकै आफन्तहरू भनेर तपाईँ हिँडे पनि 24 घण्टा सँगै बसे पनि तपाईलाई साच्चीकै मनदेखि हृदयदेखि नै तपाईलाई अप्ठ्यारो पर्दाखेरि मलाई यस्तो भयो है समस्या मलाई यो समस्यामा परे है म तपाईँ अप्ठ्यारोमै पर्दाखेरि तपाईले फोन कतिजनालाई घुमाउनुहुन्छ त त्यसो झ्याप्प तपाईलाई फोन गर्न नसक्ने तपाईलाई अप्ठ्यारो पर्दा तपाईले गुहार्न सक्ने कतिजना छन् त तपाईँको वरिपरि त्यो गेस गर्नुहोस् तपाईँले हो कि भन्नु त नर्मली पनि 5 देखि 6 जना धेरै भयो 7-8 जना होला हैन न त्यही त कसैको पनि त्यति त कसैको पनि हुँदैन के आफै सोच्नुस् न हामीलाई साच्चीकै माया गर्ने हैन मनैदेखि माया गर्ने भनेको नर्मली त्यही 4-5 जना हुन्छ कि हाम्रो फ्यामिली भित्रको हैन त्यो भन्दा बाहिरको त्यस्तै सबै स्वार्थ जोडिने हो तपाईँ पनि स्वार्थ जोडिने हो म पनि स्वार्थ जोडिने हैन के न के आवश्यकता भएर नै त जोडेका हुन्छौँ नि हामी एकअर्कासँग हैन अब कुरा गरौँ भने अब साच्चीकै माया गर्न अब हैन जसको पनि माया पाउनलाई भाग्यमा लेखेर आउनुपर्छ जस्तो लाग्छ कि मलाई बुवामा पनि हैन सबै बुवामालाई पनि अब कसरी भन्ने हैन कतिजनाले अब कति बच्चा छोडेर हिँडेका पनि छन् फालेर हिँडेका पनि छन् हैन कस्तो कस्तो घटना सुन्न पाइन्छ हैन अब बुवामा पनि बिचरा धेरै बच्चा छन् पनि कसैलाई अलिकति माया कसैलाई अलिकति थोरै माया हुन्छ हैन धेरै बच्चा भएपछि पनि हैन कसैलाई अलिकति थोरै बढी माया हुन्छ अब त्यो चाहिँ के हुन्छ भने हामीलाई कस्तो लाग्छ भने उसले त मलाई माया गर्दैन मलाई भन्दा उसलाई बढी माया गर्छ भन्ने फिल हुन्छ हैन अब त्यो त्यस्तो नभनौँ बिचरा हैन तर जोस बुवामाको माया ल बुवामाको माया ल हैन अब दाजुभाइ दिदीबहिनी पनि अब त्यो पनि अब हेरी हुन्छ हैन कसैले साच्चै गर्नुहुन्छ कोही चाहिँ अब नमिलेर बसेका लडामाथि गरेका हुन्छन् हैन अनि श्रीमानको कुरा आयो हैन यदि श्रीमती छ भने श्रीमान छ भने श्रीमती हैन अब श्रीमतीले अब श्रीमतीको विषयमा गर्ने हो भने त्यो चाहिँ भाग्यमै लिएर आउनुपर्छ जस्तो लाग्छ कि मलाई हैन ल अब सुन्नुहोस् है तपाईले गतिलो श्रीमान र हैन अब साच्चीकै माया गर्ने श्रीमान पाउनु भएको छ भने त त्यो भन्दा जतिको भाग्यमानी केटी र त्यो भन्दा जतिको भाग्यमानी केटा मैले संसारमा कुनै पनि देख्दिन जस्तो लाग्छ कि किन भन्दाखेरि हामी मर्ने बेलासम्म हग्दा पाद्दा बस्दा जे गर्दा पनि दिन रात 24 घण्टा हैन मर्ने बेला सास फुस्किने बेलासम्म उसँग बस्ने हो भनेपछि त्यही चीज तपाईको 100 मा 100% ओरिजिनल निस्क्यो डुप्लिकेट ननिस्केर ओरिजिनल निस्क्यो भनेपछि त्यहाँ अन्त चाहिँ भनेको तपाईलाई भन्नु त त्यो जतिको भाग्यमानी अरु कोही छ भनेको के त्यही भएर सबै कुरा भुलाउने एउटा कुरा हुन्छ के भन्नु हुन्छ कि एउटा मात्रै लाइफ पार्टनर मात्रै गतिलो पर्दियो भने अरु सबै कुरा भुलिन्छ के अनि जिन्दगी यतिकै सहज हुँदो रहेछ के हो कि भन्नु न अब आउँछ पैसाको कुरा हैन मायाले मात्र खान पुग्छ पैसाको कुरा भन्छ हैन अब ठिकै छ दुईजना महलमै बसेका मान्छे पनि लडामाथि गरेर श्रीमती लडामाथि गरेर झैझगडा गरेर डिभोर्स गरेर लथालिङ्गे भएको सम्पत्ति छरपष्ट पारेका छन् के हो कि भन्नु न अनि अब केही नकमाएको मान्छे पनि बिचरा दुईजना मिलेर दुःखसुख गरेर भर्खर बिहा गरेर दुःखसुख गरेर महल खडा गरेका पनि छन् के हैन दुःखसुख गरेर जोडेर बचाएर महल खडा गरेका पनि छन् के हैन अब महल खडा गर्ने कि बनेको महललाई अब बथाबुङ्ग पार्ने भन्ने कुरा आफ्नो चोइसको कुरा हो नि त जस्ट मैले भन्न खोजेको के भने माया गर्ने मान्छे चाहिँ आफ्नो सराउन्डेडमा हैन यसो विचार गर्नुस् एकदमै थोरै हुन्छन् कि एक्चुअलमा माया गर्ने कुरा मान्छेहरु हैन त्यो भएर सर्वप्रथम हामीले आफूलाई फर्स्ट प्रायोरिटी राखेर आफूलाई पछि पर्दाखेरि केही समस्या पर्छ कि भनेर आफूलाई हैन केही जोडजाड गर्ने आफ्नो लाइफ पनि राख्ने गर्नुपर्छ कि आफूलाई हेर्नुपर्छ भन्न खोजेको के मैले हैन थ्यांक यू फर द कमेन्ट सिस